हेलो हेलो हजुर नमस्ते। आज फेरि पनि मैले गाभाको रेसिपी लिएर आएको छु। हाम्रो घर अलि धेरै नै खान्छौँ के गाभा, त्यही भएर मैले फेरि पनि रेसिपी बनाउन लागेँ। त्यसको लागि मैले गाभा लिएर मजासँग दही पखाली गर्दैछु। सागपातहरू अलि राम्रोसँग बेसरी नै धुनुपर्छ के मलाई फेरि एक दुई पटक धोएर हुँदैन। यसरी मजाले धोएर मैले भाँचेर बनाएँ यसपालि। अघिल्लो पटक मैले काटेर बनाएको थिएँ। यसपटक पातहरूलाई पोको पारेर राखेँ अनि डाँठहरूलाई भाँचेर यसरी तयार पारेँ। त्यसमा आवश्यकता अनुसार नुन, बेसार, तेल राखिसकेँ मैले। अनि त्यसको लागि आवश्यक पानी पनि एड गर्नु पर्यो। पानी पनि राखिसकेँ मैले। अब यसलाई कुकरको ढक्कन बन्द गरेर ग्यासमा 3-4 जसो सिटी जसो लगाएपछि त्यसपछि गाभा पाकेर यसरी रेडी हुन्छ। यो मजाले पाकेको हुन्छ अनि यसलाई मजाले डाडुले चलाउन पनि सक्नुहुन्छ। त्यसपछि यसलाई झान्नको लागि तेलमा जिरा फुराइदिइसकेँ अनि मैले मिठो बास्ना आउँछ भनेर सुन्तलीको पात पनि राखेँ, प्याज राखेँ, लसुन र टमाटरको पेस्ट बनाएको थियो, त्यो पेस्ट पनि राखिदिएँ मैले। अनि यसलाई एकैछिन पाक्नको लागि छोडिदिएँ। एकछिन चलाइवरी पाकेपछि अनि मजाले पाकिसक्यो मसला। त्यस पछाडि यसमा गाभा राखिदिने अनि यो मैले एउटा हातले खिचेको भएर राम्रोसँग देखिएको छैन। हजुरहरूले मिलाएर हेर्नुहोस् है। अनि यसरी अघि पाकिसकेको गाभालाई यसमा यो मसलामा राखिदिने अनि यसमा अलिकति कागती पनि निचोरेर राखिदिने। मैले कागती राखेको यो भिडियोमा देखिएको छैन। मैले कागती पनि यसमै निचोरेको छु। अनि यसरी चलाइवरी गाभा रेडी भयो। यसरी रेडी भएको गाभा अब तपाईले भातसँग, रोटीसँग, आफूलाई जेसँग इच्छा लाग्छ खान सक्नुहुन्छ। हामीले यसरी गाभा पकाएर भातसँग खानको लागि तयारी गरेका छौँ। ल हामी गाभासँग खान लाग्यौँ। हजुरले पनि यसरी बनाएर खानुहोस् है।